हेलो गाइज, मेरो भ्लगमा हजुरहरूलाई स्वागत छ। म भाइहरूलाई कुद्न गइरहेको छु। अब कुद्ने हो। अब म यहाँ रेडी पार्दैछु क्या यहाँनिर। अब यो रेडी गर्दैछु। अब यो भनेको यसलाई यस्तो गरिदिने हो होइन। टिको लाएर आउनु त नचलाऊ त नचलाऊ चुप लाएर बस्छ कहिले सेकेर अनि के यस्तो घुम्ने नि यस्ता उस्ता अलि लाएर बस्छ त होइन दाहिनेबाट चाहिँ देब्रेबाट हो दाहिने कि नगरा ल कोरा बस्छ सानिता बस्छ सानिया बस्छ अझै आइज लिजन यहाँ आइज यहाँ नटसा मेरो भाइहरू सबै जान्छ धेरै ज्ञानी हुन्छ अबदेखि मेरो भाइ खतरास गरिदिन्छु नि म मेरो भाइलाई हजुरहरूको भाइलाई पनि पक्कै नै यसरी नै छिर्नु होला होइन कतिचोटि 3 पल्ट यो कताबाट भएको छ यता टुकुबाट गाउँको छेउमा जाऊ हो त्यहाँ ला म छक्क पर्यो टिका लगाएको छैन के भन्नु 3 चोटि भयो नि 3 चोटि बुढोहरूसँग गफ हानेर आएको कति बोल्दो रहेछ त्यो त डम्बर सिंहका तपाईहरुको नाति हुनुहुन्छ सिधै भयो कति राम्रो निस्क्यो है मम्मीको मुख देखिएन त नि उताबाट यसो गर्दा देखिन्छ होला नि भाइ भलक न सलक यो सिंगा के हो त्यो उको होला यो रङको यो मिसाको नि त कुन कान्छ कुन पुग्यो है भयो खान्छ हेर्छ अब देखिराख के थाहा मैले खुवाउनु टिका लगाइसक्यो अब टिका लाग्यो माला नलाइदिनु अब जेठो कति ज्ञानी भएर मेरो कता ज्ञानी छैन त अब मिठाई खुवाइदिनु एउटा केक फुडको खुवाइदिनु यो लोटस कहाँबाट ल्याउनु भएको यो लड्डु आफ्ना भाइले लाग्नु चेन्ज गरेर ल्याउने आधी राख्दिनु है आदि भाइहरुलाई पूजा गरेर खाइदिनु ए खाम्ला नि हो भाइहरुलाई पूजा गरेर हेर्दै खान मन लाग्यो मलाई ओ
ड्यामी फुटाइदिन्छ एकै तालमा एकै ड्याममा हान्दैन फुट्ने गरे भित्ता ल ल केटा हो 100 वर्ष बाँच हजारको नोट केटा हाल्नु कुचाबाट आउँछ पूर्व फर्किनुपर्छ टिको लाउने फोटो खिच्नु एकछिनको लागि एकछिन ल अब यो माथि सबै थम्बनेल मैले भाइहरूलाई टिका लगाइदिइसकेँ अब म भाइहरूलाई खाना दिँदैछु मेरो भाइहरू अब खाना खान्छन् त्यस पछाडि अनि त्यसरी मात्रै मेरो पाला आउँछ अनि त्यसरी मात्रै सकिन्छ र नानीहरू त्यसै हुनुहुन्छ र खाना दिइसक्छु अनि खाना दिस पछाडि मात्रै गर्छु मामा राम्ररी आउनुभयो नि राम्ररी आइपुग्नु भयो नि ठुला मामा राम्ररी आइपुग्नु भयो कसले ल्याइदिनु भयो तपाईँलाई ए सानो बाबुले ल्याइदिनु भयो माइला मामालाई कसले ल्याइदिनु भयो म त चाहेको थिएँ अनि फेरि गाडी नपाएर ल हेर्नुहोस् है मामाहरू आउनु भइरहेछ होइन दादा कसले ल्याइदिनु भयो तपाईँलाई मलाई छोराले ल्याइदियो ल हेर्नुहोस् अब तिहारमा होइन अब धेरै रमाइलो भइरहेछ हाम्रोमा हामीले यसैपालि होला भेटेको थिएँ कति वर्षमा 16 वर्षमा 16 वर्षमा हेर्नुहोस् है मामा खोइ भनेर सोध्नुहुन्थ्यो धेरैजनाले मेरो मामा उहाँ नै हुनुहुन्छ 3 जना आमा जेठालामा कान्छा मामा माइला मामा अनि उहाँ चाहिँ के भन्नु नि ठुले माको छोरा हो हाम्रो दादा हो होइन फाइनली अब यहाँ हेर्नु ल हेर्नुहोस् अब यता दर्जमाथि छ यहाँनिर हेर्नु अब फेरि हाम्रो यहाँनिर होइन अब यहाँ पुजिरहनु भएको छ दिदीले अब यस्तै छ हाम्रो कार्यक्रम होइन यस्तो छ कस्तो लागिरहेछ भाइ कस्तो लागिरहेछ मेरो त छोरो नि फेरि भाइ होइन राम्रो लागेको छ न तँलाई नि एकछिन भोक लागिहाल्ने अब पूजा चाहिँ खाइहाल्नु भइहाल्यो त होइन सानी ठिक बाबा दामी भयो त्यसो लगाइदिनु हजुर भयो आमा लिजाने यो पिंक पिंक ल सानी गाडी चुट्यो भयो पर्दैन ल भिडियो बन्दा ल माइला माला सम्म 2 जना
म त रोटी नल्याउनै दिएको हो होइन भयो मलाई चाहिन्छ केही चाहिँदैन तिमी पनि खायो एउटा खाऊ केटा तिमीहरूको भिडियो बिग्रिसक्यो अब हाम्रो चाहिँ आमाको सुरुवात भइसक्यो मेरो र भइसक्यो अब आमाले घुम्दै हुनुहुन्छ आमा तपाईँलाई माइती पुग्दा कस्तो लागिरहेको छ रमाइलो लागिरहेछ आमा कस्तो लाग्यो तपाईँ कस्तो लागिरहेछ राम्रो लाग्यो राम्रो लागेको छ वर्षै पछि यसरी पुग्न पाइयोस् भन्नु न फलाक्दै हिँड्ने हो तिहारमा त दसैँमा कति फलाक्नु भएको छ मामा र त्यसरी नै फलाक्ने हो आमा बोल्नु न आशीर्वाद दिँदै घुम्नु न मामालाई आशीर्वाद दिनुभएको दसैँमा तिहारमा दिने हो मामालाई पुरा आशीर्वाद दिएर चाहिँ यहाँ लाउन पाइयो हो अब तपाईँ दिनु कान सुना छोड्नु भयो आमाले ल भरे युट्युबमा गुड्डुडो युट्युबमा आउँछ चार्जो चाहिँ आमाले बुवाहरूलाई पुग्दै हुन्छ हेर्नुहोस् भिडियो निकालेर राम्रै लाग्छ आमा चिन्ता नगर्नु ए त्यहाँ लड्छ बस्यो चार्जो चाहिँ आमाले बुवाहरूलाई पुग्दै हुन्छ हेर्नुहोस् भिडियो निकालेर राम्रै लाग्छ आमा चिन्ता नगर्नु ए त्यहाँ लड्छ बस्यो रुमाल कहाँ पुर्याए के हो त्यतिकै हुन्छ उसको पर्दैन सिधा पार्नुपर्छ पर्दैन जस्तो आयो ए हुन्छ कति 79 ए होइन दिदीले आएर मिलाइदिँदा हुन्थ्यो त होइन मामा आमालाई सेतो लगाउँदाखेरि नि दिदीले आएर रातोहरू ठाउँ ठाउँ लगाउन मिल्दैन र
अब यता सरिया मैले चाहिँ सबैलाई लगाइसकेन पर्दैन पुस्नु हतार छैन लामो छ कहाँसम्म लाउँछ सबै थाहा के सरीको सानो छ अहिले चाहिँ ठिक्क साइड साइडै साइड हो अघि बेलुका सब भरे बेलुका राति आएर त्यति बेला साइदिन्छ आज टिका हालिन्छ दिनभरि साइड फुल त्यति हो पर्दैन हौ फलाउन हौ जस्तो लाग्यो नि त्यही राम्रो हो क्या के छ जस्तो भयो त्यहाँबाट यता कसले लगाउनु नि अलिक बुवा यस्तो गर्नु न यस्तो गर्नु न अहिलेको त मोबाइलले पनि के बसेर अलिकति अगाडि राख्नु मान्छेलाई अब टिको पनि हाम्रो फिनिस्टै भयो बत्तीको लगाइसकिसक्यौँ अब हामी यहाँनिर बनाउँदैछौँ भिडियो बनाउँदैछौँ हजुरहरूले भिडियोलाई धेरै माया गर्नुहुन्छ भने मलाई धेरै आशा पनि छ र आश पनि लाग्छ हजुरको भिडियो पनि म गरिरहेको छु मामा हुनुहुन्छ यहाँनिर हेर्नुहोस् त हजुरको मामाले पनि पक्कै नै अझ पुज्नुभयो होला र हामीले पनि पुजिसक्यौँ अब यति भन्दै म अर्को भिडियोमा आउनेछु भिडियो पर छ राजस्थान स्कुलको हेड सर अनि त्यहाँबाट केदार सर अनि त्यहाँबाट कुमार सर सब मेरो विद्यार्थी तपाईको मेरो हेलो हेलो गाइस म अब होइन अब तिहार पनि सिद्धियो अब मैले बनाइसकेँ भ्लग बनाइसकेँ होइन मेरो भ्लग मन पर्यो परेन हजुरहरूलाई हेरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला म यति भन्दै बिदा माग्छु हस्त नमस्कार अनि मेरो सब्सक्राइब लाइक कमेन्ट हजुरहरूले गरिदिनु होला र हजुरको पनि म गरिदिने एउटा छु म गरिदिन्छु भिडियो पनि हेरिदिन्छु लाइक कमेन्ट म सबै गर्छु मेरो पनि हेरिदिनु होला